अहिले देशमा राजा चाहियो भनेर महाराज भनिरहेछन्। अब हजुरले चाहिँ यति दैव शक्ति जागृत भएर दैव शक्तिबाट हजुरले यति अगाडि बढ्नुभयो र यति यो अवसर पाउनुभयो भने कसरी राजालाई ल्याउने यसको गर्नुहुन्छ, अथवा कसरी चाहिँ देश चलाउने, कसरी चाहिँ यो समाधान गर्नुहुन्छ हजुरले? धन्यवाद छ। अब राष्ट्र जुन नेपाल छ, नेपाल वास्तवमा यो राजाबाट नै सञ्चालित देश हो होइन। परापूर्व कालदेखि हामी 33 देवगणतिर गयौँ भने पनि त्यहाँ राजा पाइन्छ, देवराजेन्द्र होइन। अब राजाले चाहिँ यो देश कसरी चलाउनु पर्छ भन्दाखेरि पहिला राजाको दृष्टि हिमालमा जानुपर्छ। हाम्रो चेतन हिमालबाट आएको छ। धर्म संस्कृतिको चेतन कहाँबाट भएको छ? हिमालबाट विश्वमा भएको छ। त्यही हिमालबाट नै यो चराचर जगतको सृष्टि, यो जलको सृष्टिबाट सबै चराचर जगतको सृष्टि हुन्छ होइन। पहिलो त हामीले हिमालको महिमालाई विश्व सामु प्रत्येक जनजनमा यसको चेतनाको जागरण गर्नु छ। हिमाल संस्कृति भन्नाले यो तपस्या हो होइन। अर्को कुरो के छ भने हिमालबाट त नदी बन्दैछ। नेपाल वास्तवमा नदी नालाकै देश हो र विश्वको जल स्रोतको यो भण्डार पनि हो र मुहान पनि हो। र यी सबैहरूको मुहानको महिमादेखि लिएर यिनीहरूलाई चाहिँ सफा सुग्घर गर्ने, रक्षा सुरक्षा गर्ने काम त्यो हुनु पर्यो होइन। अर्को कुरो के छ भने अब नेपाल एउटा चाहिँ वनस्पतिको पनि देश हो। वनस्पतिहरू भनेको, वृक्षहरू भनेको सबै देवताहरू हुन्छ। मान्छेले जहाँ पाए त्यहीँ काट्ने ढाल्ने गर्न पनि भएन, यसलाई लगाउने र सही किसिमको सदुपयोग गर्नु पर्यो। र अर्को कुरो के छ भने नेपालमा जति पनि प्राणीहरू छन्, हिमालदेखि लिएर तराईसम्म मनुष्यदेखि लिएर जति प्राणीहरू छन्, यी प्राणीहरूलाई रक्षा सुरक्षा कसरी गर्ने र यहाँ कतै चाहिँ कोही कसैबाट चाहिँ यिनीहरूको चाहिँ भनौँ हत्या हिंसाहरू ज्यादा भइरहेको छ कि यिनीहरूको रक्षा गर्नु पर्यो, प्राणी जगत होइन। अब अर्को कुरो के छ भन्दाखेरि जति पनि मानव जाति छौँ हामी नेपालमा, जति पनि यहाँ त अब जातिको नि कुरा आउँछ र त्यो एउटा महान व्यक्तिले चाहिँ सबै जाति चाहिँ आफ्नो पुत्रवत सम्झाउनु पर्यो। पुत्रवत, त्यहाँ कुनै भेदै छैन एउटा कुरो। र अर्को कुरो के हुनु पर्यो भने अब यति मात्र नभएर त गरिब पनि छन्, मध्यम पनि छन्, धनी पनि छन् होइन। यसमा चाहिँ के भने समन्वय गर्नु पर्यो, एकले अर्कोलाई सहयोग गर्नु पर्यो र एउटा पिताले परिवारलाई कसरी पाल्छ त्यसै गरी समन्वयमा ल्याउनु पर्यो, योगमा ल्याउनु पर्यो होइन। गरिबको चाहिँ उन्मूलन, गरिबलाई हटाइदिनु पर्यो। सबैलाई चाहिँ सबैको घाँस बाँस कपासको व्यवस्थापन हुनुपर्छ। सबभन्दा पहिला त कुरा त्यही हो होइन। अब अर्को कुरो के छ भन्दाखेरि अब मानव जीवनलाई चाहिँ चेतनाको जागरणको लागि योगका साधनाहरू होइन, हाम्रा चाहिँ भनौँ अब तन्त्र साधना छ, योग साधना छ, ज्योतिष साधना छ, धेरै साधनाहरू छन्। यहाँ त सबैले के साधना चाहिरहेको छ त्यो साधनाको चाहिँ भनौँ राम्रो चाहिँ पद्धतिबाट अगाडि बढाउनु पर्यो होइन। अर्को कुरो के हो भने मानवमा त प्रत्येक मानवमा कला हुन्छ। जस्तो यहाँमा भएको कला ममा हुन्न, मको भयो यहाँ, प्रत्येक मानवमा आफ्नो आफ्नो कला हुन्छ। त्यो कलाको विकास हुने अवसर दिनु पर्यो। जुन व्यक्तिमा जुन कला छ त्यसको पूर्ण डेभलपको लागि उसलाई अगाडि प्रोत्साहन गरिहाल्नु पर्छ। त्यो नभइकन त हुँदैन होइन, एउटा कुरा। र अर्को कुरो के छ भने अब त्यो भइसकेपछि त आफ्नो आफ्नो क्षेत्रमा नै उनीहरूले चाहिँ डेभलप गर्ने भए। र अर्को कुरो के छ भने हाम्रो ब्रह्मचारी आश्रम हुन्छ। ब्रह्मचारी आश्रम भनेको हाम्रा स्कुलमा पढ्ने र क्याम्पसमा पढ्ने जो युवाहरू हुनुहुन्छ नि, भाइ बहिनीहरू, यिनीहरूको लागि गभर्मेन्टले भनौँ अथवा त्यो तहले छ नि यति राम्रो खालको चाहिँ व्यवस्थापन गर्नुपर्छ। यिनीहरू राजनीति फिल्डमा कहिले नलाग्ने, मात्र चाहिँ आफ्नो अध्यात्म र भौतिक अध्यात्म र आफ्नो चाहिँ सबै सच्चरित्र ज्ञानले पूर्ण हुनु पर्यो। 25 वर्षमा 25 वर्षसम्म उनीहरूको लागि यति राम्रो व्यवस्था हुनु पर्यो। भयो र सक्यो भनेदेखि सबैलाई होस्टेल जस्तो घरबाट पनि अब सबै स्कुल क्याम्पसमै बस्ने व्यवस्था हुनु पर्यो कि परिवारजनलाई पनि सजिलो हुन्छ। स्कुलले सबै व्यवस्था पनि सुलभमा हुनु पर्यो, सरल हुनु पर्यो, सुलभ हुनु पर्यो। यो भइसकेपछि उनीहरूले 20-25 वर्षमा आफ्नो चरित्र पूर्ण डेभलप गर्छन्। चरित्र पूर्ण डेभलप गरिसकेपछि यिनीहरूबाट राष्ट्र अहित हुने कार्य कहिले पनि हुँदैन, आफ्नो पनि अहित हुने कार्य गर्दैन होइन। एउटा कुरा यो, यसलाई भन्छ ब्रह्मचारी आश्रमको यति राम्रो डेभलप गर्नुपर्छ नेपालमा होइन। यो हाम्रो ऋषि संस्कृति हो।
जब ब्रह्मचर्य एकदमै राम्रो चाहिँ ज्ञानद्वारा तपस्याद्वारा पूर्ण हुन्छ। अब 25 वर्षमा कोही मान्छे ब्रह्मचारी बस्यो भने त्यो भगवान कृष्ण राम जस्तो बन्छ, बुद्ध बन्छ होइन, गोरखनाथ बन्छ होइन, दत्तात्रेय बन्छ, शिव बन्छ। त्यस्तो चाहिँ ऊर्जाशील होइन, अब चाहिँ इच्छा शक्ति, ज्ञान शक्ति, कर्म शक्ति एकदम प्रबल भएको पूर्ण एउटा व्यक्तित्व बन्छ नि। अब त्यो व्यक्ति गृहस्थमा गयो भने कति राम्रो गृहस्थ होला हामी कल्पनै गर्न सक्दैनौँ। अब दुवै स्त्री पुरुषमा त्यही चरित्र हुन्छ। जब त्यस्तो व्यक्तिहरूको गृहस्थ जीवन हुन्छ त त्यहाँ चाहिँ आगो बल्छ, दिव्य हुन्छ, ज्योति बल्छ, जो कि राधा कृष्ण हुन्छन्, राम सीता हुन्छन्, शिव शक्ति हुन्छन्। हाम्रा पूर्व ऋषिमुनिहरूको जस्तो जीवन हुन्छ, सप्त ऋषिहरूको जस्तो। गृहस्थ जीवन त यस्तो हुन्छ, अमृतमय हुन्छ। अनि जति हामी नेपालीहरू गृहस्थहरू छौँ यसको अत्यन्त राम्रो व्यवस्थापन हुनु पर्यो, कानुनी रूपमा होइन, आध्यात्मिक रूपमा, सबै रूपमा यसको बहुत राम्रो रक्षा सुरक्षा हुनुपर्छ। गृहस्थ जीवन यदि यस्तो खालको चाहिँ राम्रो वातावरण सिर्जना गर्यो भने यहाँ कुनै पुरुषले कुनै स्त्रीले दुःख पाउने अवस्था आउँदैन। गृहस्थ जीवन अत्यन्त सुखमय हुन्छ होइन। र गृहस्थ जीवनमा गइसकेपछि अत्यन्त विवेकपूर्वकले बच्चा जन्माउनु पर्यो। जो पाए त्यही जन्माएर अहिलेको नेताहरू जस्तो भइरहनु बर्बाद हुन्छ। किनकि मातापिता कमजोर हो नि त। अब मातापितामा चाहिँ कमजोर चाहिँ सिमिन छ होइन, अब चाहिँ सिड छ भने, वीर्य छ भने त्यसले त उन्नति गर्दैन, खतमै गर्छ, राष्ट्रको धर्म संस्कृति बिगारिदिन्छ। पहिला त मातापिता नै योग्य हुनु पर्यो हो। यसले गर्दाखेरि त्यसबाट जन्मेका बच्चाहरू पनि यो ठिक के हो बेठिक के हो होइन, विवेकले त्यस्तो चाहिँ छुटाउन सक्ने क्यापेसिटीको हुनु पर्यो। त्यो जो महान व्यक्तिले त्यसलाई हेर्नु पर्यो गृहस्थ। अब यो गृहस्थबाट चाहिँ के छ भने गृहस्थको पूर्ण ज्ञान भइसकेपछि 75 वर्ष पुग्छ नि मान्छे। 75 वर्ष भएपछि गृहस्थ पनि हुँदैन, काम पनि गर्न सक्दैन हो। त्यसको लागि चाहिँ हामीले 75 भनौँ अथवा 50 भएपछि वानप्रस्थको एकदम राम्रो चाहिँ यहाँ व्यवस्थापन हुनुपर्छ। वानप्रस्थ भन्नाले हिमालमा होइन, अब यो चाहिँ जङ्गल क्षेत्रमा, नदी किनारमा, विशेष ठाउँमा जाने हुन्छ। अब हाम्रो हिमाल क्षेत्र, पहाड क्षेत्र, नदी क्षेत्रहरूमा मान्छे छैन। त्यहाँ सबै क्षेत्रमा चाहिँ मानिसहरू बस्ने व्यवस्थापन हुनुपर्छ। त्यहाँ गएर विशेष गरेर चाहिँ भनौँ वानप्रस्थीहरू होइन, त्यहाँ गएर चाहिँ यस्तो राम्रो वातावरण वानप्रस्थीको लागि मान सम्मान इज्जत। ब्रह्मचरी भन्दा गृहस्थको सम्मान, गृहस्थको भन्दा वानप्रस्थको सम्मान हुनु पर्यो है। वानप्रस्थीहरूले गएर त्यहाँ पुण्य गर्नु पर्यो, खालि पुण्य नै पुण्य, कामै गर्ने, कामै आफ्नो घरलाई छोडेर राष्ट्रिय काम गरे हुन्छ। अनि यसरी यो गरिसकेपछि जब उसले चाहिँ भनौँ अझ पनि अन्तिम अवस्था हुन्छ नि, त्यो शरीर शिथिल अवस्थामा गएर सन्यास लिन सक्छ। सन्यास लिइसकेपछि प्रत्येक नगरपालिका, प्रत्येक जिल्लामा चाहिँ एउटा ठुलोभन्दा ठुलो त्यो ठाउँको सबै मान्छे बुढाबुढी पट्ने खालको चाहिँ सन्यास आश्रमको व्यवस्थापन हुनुपर्छ राम्रोसँग। सन्यास आश्रम पनि यति राम्रो कि सम्पूर्णै सुविधायुक्त होइन। त्यहाँ सन्यास जीवन अब तपाईँ हामी पनि एक दिन त अब अहिले पनि हामी त अलिकति उमेर त गइसक्यो मेरो होइन। त्यो अवस्थामा गएर चाहिँ यस्तो सुख शान्ति आनन्दको अवस्था सिर्जना गरोस् सबैले होइन, हामी मिलेर महसुस गर्न सकोस् कि जुन समयमा कुनै पनि चिन्ता नहोस्। त्यसलाई शरीर छोड्ने बेलामा होइन, जाने बेलामा चाहिँ मात्र चाहिँ त्यस्तो प्रसन्न चेतन बनाउनु पर्यो। चेतन बनाएर राम्रो शब्द राधे कृष्ण बोलेर चाहिँ अन्तिममा चाहिँ त्यो चाहिँ ओम नमः शिवाय जप्दै मृत्युमाथि विजय गरिसक्नु पर्यो। मृत्यु नै छैन होइन। त्यस्तो स्थितिमा चाहिँ पुगेर त्यो सन्यासीले आफ्नो शरीरबाट प्राण त्याग्छ। प्राण त्यागेर ऊ आफ्नो मूल स्वरूप ब्रह्मलाई साक्षात्कार गर्छ। एउटाले होइन, सबै नेपालीले होइन। यस्तो खालको चाहिँ नेपालमा राजा हुनु पर्यो। 4 आश्रमलाई राम्रोसँग बुझेको र त्यसलाई विकास गर्नु पर्यो। के भन्दा ब्रह्मचारी, गृहस्थ, वानप्रस्थको र सन्यासको होइन। र यति गरिसकेपछि के हुन्छ त भन्दाखेरि तपाईँको राष्ट्रमा र अनि राष्ट्रको सबभन्दा पहिला राजाको काम के हो त भन्दाखेरि सुरक्षा हो। राष्ट्रको पहिला त उसले राष्ट्रकै सुरक्षा गर्नु पर्यो। त्यसपछि राष्ट्रभित्र जति पनि तत्त्वहरू छन् सबको सुरक्षा गर्न सक्ने त्यो लेभलको व्यक्ति हुनु पर्यो। त्यो धेरै हाई लेभलको व्यक्ति जसलाई भनौँ गुरु गोरक्षनाथको लेभलमा, भगवान शिवैकै लेभल, रामको लेभलमा, त्यो लेभलमा हुनु पर्यो। र राष्ट्रलाई पहिला रक्षा गर्न सक्ने, पुरा राष्ट्रलाई रक्षा गर्न सक्ने उसको चाहिँ त्यस्तो व्यक्तित्व हुनु पर्यो, एनर्जी हुनु पर्यो, ज्ञान हुनु पर्यो, विवेक हुनु पर्यो। र उसले राष्ट्रभित्र रहेको एउटा मानव र एउटा रुखलाई, एउटा कुत्तालाई पनि समान देख्नु पर्यो। समान भाव, समत्वम योग उच्चते भन्छ नि योगमा। सबैमा समान भाव भएको राजा हुनुपर्छ। र उसले अन्याय भनेको गर्नै हुन्न। र यदि धर्म विपरीत कसैले काम गर्छ भने उसलाई दण्ड सधैँ हुनु पर्यो। त्यस्तो सरकार बन्दियो भने पक्कै पनि यो देशलाई राम्रो हुन्छ। यो देशको संस्कृति त्यो दण्ड सजाय दिए पनि उसले त्यो कर्मफल भोग्ने हो होइन। त्यसबाट उसलाई पुण्य नै हुन्छ। कसैले जघन्य अपराध गरे पनि राजाबाट दण्ड भयो भने त्यसले पाप भोग्छ, त्यसले पनि मोक्ष प्राप्त गर्छ होइन। यस खालको चाहिँ धर्म संस्कृति
लाई लिएको र ईश्वरीय पुरुष के ईश्वरीय दैविक चाहिँ ब्लेसिङ दैविक चाहिँ आशीर्वाद प्राप्त होइन त्यस्तो चाहिँ आत्मा चाहिँ नेपालले खोजिरहेको छ नेपालको देवताले नै खोजेको छ फेरि नेपालका देवी देवता मानवहरू सबैले खोजे अब कोही मान्छे यसलाई अहिले पनि सुन्दा विरोध गर्नु उनीहरूले बुझ्दैनन् होइन यदि त्यो मान्छे आएपछि जो मान्छे विरोध गर्छ त्यसैको ज्यादा उन्नति गरिदिन्छ किनकि उसको लागि त सबै आत्मालाई चाहिँ सही तर्फ लानु छ मोडेर होइन उसको चेतन त तलतिर गिरेको हुन्छ नि त तलतिर झरेको ऊर्जाले त राम्रो सोध्दैन राम्रो पनि नराम्रो देख्छ नि त जब उसलाई चाहिँ तलतिर गिरेको ऊर्जालाई माथि उठाउन सक्ने महापुरुष आउँछ नि अनि सबैको त्यो के हुन्छ राजा हुन्छ त्यो व्यक्ति के हुन्छ राजा हुन्छ र उसले चराचर जगत आफ्नो राष्ट्रलाई मात्र नभएर चराचर जगतलाई नै मोक्षको तरफ ऊर्ध्वरेतको तरफ आकाशको तरफ शान्तिको तरफ आनन्दको तरफ ज्ञानको तरफ लिएर जाने उसको कार्य हुन्छ राजाको कामै त्यही हो आफ्नो धाममा लिएर जाने होइन जस्तो अब भगवान बुद्धका जति शिष्य सबै लिएर गए रामहरू भने कुकुरै पनि मुक्त भए होइन भयो नि हो त्यस्तो खालको चाहिँ व्यक्ति बयानै गर्नु पर्छ त्यस्तो व्यक्ति आइसकेपछि हामीले त्यो राजा बन्नुपर्छ भने त्यो सबैले नै उसलाई स्वीकारेर त्यसलाई सबैले फेरि सम्मान गर्छ अहिले त्यस्तो व्यक्तित्व राष्ट्रमा नभएर अब यहाँ सुन्नु त्यो व्यक्ति छैन अहिले हामी 3 करोड जो मानव छन् 3 करोडमा त्यो इनर्जी त्यो ऊर्जा त्यो ज्ञान त्यो विवेक त्यो लेभलको चाहिँ मान्छे चाहिँ होलान् कतै तर हामीले पाउन सकेका छैनौँ उनीहरू गुप्त होलान् पाउन सकेका छैनौँ होइन तर त्यो व्यक्ति छैनन् चाहिँ भन्न मिल्दैन किनकि नेपाल त ऋषिमुनिको देश हो यो त साधारण देश छैन अनि यहाँभित्र धेरै तपस्वीहरू छन् सिद्ध तपस्वी मातृहरू अब स्वस्थानीको अनुष्ठान गर्ने पार्वती स्वरूपा लक्ष्मी स्वरूपा काली स्वरूपा मातृहरू चाहिँ नेपालमा थुप्रो छन् पुरुषहरू पनि अत्यन्तै दिव्य आत्माहरू छन् यो भित्र तर ती दिव्य आत्मा दिव्य लोकमै बसिया हुन्छ कि यो गन्धमा आउँदैन फेरि यो राजनीतिक गन्धमा फस्दैन यो बाहिर खन्दामा फस्दैन ऊ आफ्नै स्वरूपमा आफ्नै इनर्जी भित्र बसेको हुन्छ अब जुन त्यस्तो दिव्य आत्मा जो तयार भएको छ र जो पशुपतिनाथले जसलाई ब्लेसिङ गरिदिए आशीर्वाद दिए ल अब तैँले चाहिँ यो राष्ट्र बनाउनु पर्यो है यहाँ चाहिँ अलिकति आपत्तिजनक आएको छ यो प्रकृतिको नियम हो कहिले उथल पुथल हुन्छ अब फेरि साम्यमा ल्याउनु पर्यो भनेपछि त्यस्तो व्यक्तिले चाहिँ के गर्छ राष्ट्रमा साम्य ल्याउँछ र सबैलाई केही समय राम्रो गर्छ किनभने दिन आएपछि रात आउँछ रात आएपछि दिन आउँछ यो प्रकृतिको नियम छ चल्न है तर अहिले प्रकृतिले जो चलाइरहेछ यो परिवर्तन हो यसले राष्ट्रमा ठुलो परिवर्तन अब आउने सरकारले अब जो नेपालबाट हुन्छ नि अत्यन्त राम्रो व्यवस्थापन हुन्छ नेपालमा हेर्नुहोस् नेपालमा चाहिँ यति राम्रो व्यवस्थापन हुन्छ कि जो कि हामीले कल्पनै नगरेको नेपालको चाहिँ राजनीतिक क्षेत्रदेखि लिएर आध्यात्मिक भौतिक ज्योति क्षेत्र छ नि सबै क्षेत्रमा चाहिँ विकास हुन्छ किन भन्दाखेरि सबैको चेतनाको जागरण भइसक्यो नेपाली पहिला जस्तो कसैको चाहिँ अर्डरमा चल्दैन सबैको विवेकको चाहिँ जागरण भइसकेको छ यसले त्यस्तै विवेकशील मानिसको चाहिँ निर्देशनमा चाहिँ हामी चल्यौँ भने अब खाँचो छ देशलाई पनि खाँचो छ र सबै नेपालीको राम्रो हुन्छ कल्याण हुन्छ तर पनि आफ्नो बुद्धि विवेक अनुसार त काम गर्नु पर्यो अब सबैको बुद्धि विवेक एकै लेभल हो कसैले जुत्तै साफ गर्नु पर्यो कसैले सडक साफ गर्नु कसैले टोयलेटै साफ गर्नु पर्यो कुन मान्छेको चेतनको लेभल कुन छ चेतनाको लेभल अनुसारले भगवानले सबैलाई सबै ठाउँ अहिले राखेकै हुनुहुन्छ फेरि एउटा कुरा यो बुझ्नुहोस् अहिले नेपालमा जति मानिसहरू छन् उसको चेतनको लेभल कर्मको लेभलले त्यो क्षेत्रमा काम गरिरहेछ चाहे जुनसुकै स्थान भयो तर पनि त्यस्तो एउटा चाहिँ व्यक्ति आयो भने होइन चेतनशील व्यक्ति आयो भने जुन व्यक्तिलाई जहाँ राख्नुपर्ने हो जुन कर्म दिनुपर्ने हो उसले त्यो कर्म लगाएरै छोड्छ खटाएरै लगाउँछ उसको इनर्जीले उसको ज्ञानले त्यहाँ काम गर्न बाध्य हुनै पर्छ होइन को मान्छे कहाँ पुग्छ भन्ने थाहा नै हुँदैन त्यो क्यारेक्टरशील व्यक्ति त्यो राजा भनौँ त्यो एउटा चाहिँ योग्य पात्र आयो म यहाँ अहिले सन्यासीहरू बसिरहेको छु नि उसले मलाई भोलि चाहिँ सडकमा कुचो लगाउनु होला टोयलेटै सार्छ मैले मान्नु पर्यो नि मेरो पनि चेतनाको जागरण छ ए महात्माजी ल जातिहरू लेभल त यो ल टोयलेट सोर गर त्यहाँ रत्नपारमा त धेरै गर्नुहुन्छ म दौडेर सोर्नु पर्यो नि सही किसिमले सोर्नु पर्यो नि त्यस्तो खालको मान्छे हुनु पर्यो त्यो समय पनि नआउला भन्न सक्दैन म यहाँ बस सन्यासी होइन यो सन्यासी भेषले तपाईँको रत्नपारमा चाहिँ त्यो लाखौँ मान्छेले दिशा पिसाब गरेको पनि सबैको अगाडि मजाले सोर्नु पर्ने अवस्था हुन सक्छ त्यो चेतनशील व्यक्तिले तेरो लेभल त्यो हो भने त्यो सन्यासी जान्छ हेर्नुहोस् कुरा भन्नु साफ गर्छ उसले राष्ट्र साफ गर्छ सन्यासीले त्यो किसिमको चाहिँ व्यक्तित्व त्यो व्यक्ति त्यस्तो हुनु पर्यो हामीले यो कि सत्यलाई बुझ्न नसकेर सत्यलाई जान्न नसकेर यो परिस्थिति आएको हो कि सही कुरा हो सत्यलाई चाहिँ बुझ्नलाई गाह्रो छ सत्य पनि आफ्नो शरीरमा आउन गाह्रो छ होइन जब जुन व्यक्तिको शरीरमा सत्य आयो नि त्यो मान्छे त शिवै हो हजुर हाम्रो शरीरमा सत्य आउने साथै
त्यो मान्छे त धेरै हाई हुन्छ होइन, सत्य त्यही हुन्छ। त, त्यही त। अहिले एकदम राम्रो स्थिति पोइन्टको कुरा गर्नुभएको छ होइन। जुन व्यक्ति सत्यको लेभलबाट र विवेकको लेभलबाट काम गर्छ नि, हजुर। त्यसको कुरो त सबै मान्नु जरुरी छ। अब म सन्यासी यहाँले ठुलो भन्ने बस्ने होइन, उसले जे अर्डर गर्छ त्यो गर्नु मैले पर्यो। तुरुन्त स्ट्यान्ड बाई गरेर कुनै पनि समय गर्नु पर्यो। त्यो स्थिति जब नेपालमा हुन्छ नि, त्यो 3 करोड नेपालीमा, अनि त्यो भइसकेपछि पुरा नेपालीको घरमा बत्ती बल्यो, पुरा नेपालीको हृदयमा बत्ती बल्यो, एकदम। पुरा नेपालीको घरबाट चाहिँ अनिकाल गयो होइन, पुरा नेपालीबाट भूकम्प सुकम्पको दैविक प्रकृति केही पनि भएन, यहाँ पुरा आनन्द आनन्द चाहिँ बढ्यो। एकदम हामीले चाहेको पनि यस्तै हो, मेरो चाहना भनेको पनि मैले सोचेको सोच विचार पनि यस्तै हो, यस्तै भइदियोस्। ल हुन्छ, जय होस्। यही हो। अब समयले यही खोजिरहेको छ, समयको माग हो।